सभामुखज्यू र माननीयज्यूहरू, सत्ता तपाईँहरूसँग छ, तर यसको मतलब यो होइन कि जनताको प्रतिनिधित्वको आवाज नै नसुन्ने भन्ने होइन। म स्मरण गराउन चाहन्छु, भाग्यले भनौँ या दुर्भाग्यले भनौँ, अघिल्लो पटकको संसदमा तपाईँहरू 20 हामी 14 थियौँ। त्यतिखेर प्रधानमन्त्री उपस्थित नहुँदा हामीले यसरी नै संसदै बन्द गरेका थियौँ, रिबन पनि बाँधेका थियौँ। तर आज नीति तथा कार्यक्रम भनेको राज्य सञ्चालनको दिशा, प्राथमिकता तथा जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज हो। यो चाहिँ प्रधानमन्त्री नै आउनुपर्ने हो। र अर्को कुरा के हो भने नीति तथा कार्यक्रम भविष्य निर्माण गर्ने मार्गचित्र हो। यो जनताको सरकार हो भने जनताको उत्तरदायित्व संसदबाट खोजिन्छ, रत्न पार्कबाट होइन। र यो सिर्फ हाम्रो मुद्दा होइन, यो हाम्रो मात्र मुद्दा होइन। सम्माननीय सभामुखज्यू, यो सम्माननीय सभामुखज्यूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने देशको प्रधानमन्त्री आज रासपाकै सत्तापक्षकै 181 जना सांसदहरूको अस्तित्वको कुरा पनि हो। यो संसदमा नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण चिज प्रधानमन्त्री यहाँभन्दा बिजी कहाँ हुनुहुन्छ? यो संसारको कुनै पनि देशमा छैन। नीति तथा कार्यक्रम सरकारको प्रमुखले नै सुन्ने पनि हो, जवाब दिने पनि हो, प्रस्तुत गर्ने पनि हो। यो संसदीय अभ्यास यही भन्छ। अघि सम्माननीयज्यूले पढ्न खोजिराख्नु भएको थियो 38ले के भन्छ? हाम्रो प्रचलन के छ? प्रचलनमा प्रधानमन्त्री बिरामी हुनुभयो, प्रधानमन्त्रीले मुलुक छोडेर बाहिर जानुभयो, त्यस्तो अवस्थामा मात्र प्रधानमन्त्रीले आफ्नो मन्त्री तोक्ने। प्रधानमन्त्री सिंहदरबारमा बसिराख्नु भएको छ कालो चस्मा लाएर। यहाँ संसदमा पुरै तपाईँको हामीले जवाब खोजिरहेका छौँ कि त उहाँले भन्न सक्नुपर्छ उहाँ संसदबाट निर्वाचित प्रधानमन्त्री होइन, नेपालको संसदको सदस्य होइन भनेर उहाँले भन्न सक्नुभयो भने हो। होइन भने यो सिर्फ हामी प्रतिपक्षको मुद्दा होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय प्राप्त गरेका 181 जना सांसदहरूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने यो संसदमा नीति तथा कार्यक्रम हो। हामीले कुनै विधेयकमाथि छलफल गर्न प्रधानमन्त्रीलाई डाकेका होइनौँ। त्यो भावना सम्माननीय सभामुखज्यू म छोट्याएँ। जसरी पनि हुन्छ प्रधानमन्त्रीले, अस्ति पनि राष्ट्रपतिलाई प्रधानमन्त्रीले पढ्न दिनुभयो, राष्ट्रपतिले पढ्दै गर्दा, त्यही भएर सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको रुलिङ गरियोस्, नीति तथा कार्यक्रममा उपस्थित भइयोस्। योभन्दा ठुलो काम नेपालको कुनै पनि हुन सक्दैन। योभन्दा ठुलो काम केही पनि हुन सक्दैन। आफैले ल्याएको नीति तथा कार्यक्रम आफैले सुन्न नसक्ने भने यो नीति तथा कार्यक्रम कसले ल्याएको, यो प्रश्न उठ्छ। हस्, धन्यवाद। जय राष्ट्रपति, जय नेपाल।